फिजीको चम्किलो समुद्री किनार, नीलो आकाश र रातको त्यो रोमान्टिक वातावरण, त्यहीबाट सुरु भयो लभ आइल्यान्ड युएसए को सबैभन्दा खतरनाक र इमोसनल सिजन। यहाँ एउटा नियम स्पष्ट थियो, लभ आइल्यान्ड बिल्लामा लभ खोज्नु पर्नेछ, तर यदि कनेक्सन हरायो भने तिमी एक्लो हुनेछौ र एक्लो हुनु भनेको एलिमिनेसनको खतरा। बिल्लामा प्रवेश गर्ने प्रत्येक आइल्यान्डरसँग एउटा सपना थियो। कसैले रोमान्स खोजिरहेका थिए, कसैले एडभेन्चर, कसैले फेम, तर सबैभन्दा ठूलो कुरा उनीहरू कसैको समवन स्पेशल बन्न चाहन्थे। पहिलो रात एरियानाले 5 जना केटी र 5 जना केटालाई बिल्लामा स्वागत गरी। संगीत बजिरहेको थियो, पुल चम्किरहेको थियो, सबैजनाले स्टाइलिश आउटफिट लगाएका थिए र प्रत्येकको आँखाले एउटै कुरा खोजिरहेको थियो, हु इज माई टाइप। लभ आइल्यान्डको पहिलो नियम हो, तिमीलाई सर्भाइभ गर्न कपल चाहिन्छ। त्यसैले पहिलो कपलिङ सुरु भयो। एकअर्काको इन्ट्रोडक्सन र छोटो कन्भर्सेसन पछि आइल्यान्डर्सले आफ्नो पहिलो चोइस छान्न थाले। कसैले अपियरेन्स हेरे, कसैले भाइब त कसैले कन्फिडेन्स। जेरेमाया र होडा बीच सुरुदेखि नै स्ट्रङ अट्र्याक्सन देखियो। निक र बेल्लाको इनर्जी पनि इन्स्ट्यान्टली म्याच भयो। अस्टिन र सेली बीच सफ्ट केमिस्ट्री डेभलप हुँदै थियो। सबैलाई लागिरहेको थियो सायद उनीहरूले आफ्नो पहिलो कनेक्सन भेटिसके, तर लभ आइल्यान्ड कहिल्यै स्टेबल रहँदैन। एरियाना मुस्कुराई र भनी, टुनाइट देयर इज अ ट्विस्ट। पूरा भिल्ला साइलेन्ट भयो। त्यसपछि आइल्यान्डर्सलाई ब्लाइन्ड फोल्ड लगाइयो। अब सुरु हुँदै थियो किसिङ च्यालेन्ज। नियम सिम्पल थियो, तिमीले थाहा नपाई कसैलाई किस गर्नेछौ। यदि त्यो किस मन पर्यो भने तिमीले हात उठाउनेछौ अनि त्यो व्यक्तिको अनुहार हेर्न पाउनेछौ। तर लभ आइल्यान्डमा एउटा किस कहिल्यै जस्ट किस हुँदैन। त्यो अट्र्याक्सन बन्न सक्छ, त्यो बिट्रयल बन्न सक्छ, त्यो रिलेसनसिप डिस्ट्रोय गर्ने कारण बन्न सक्छ। म्युजिक बज्न थाल्यो। एकपछि अर्को आइल्यान्डर्स अगाडि बढ्न थाले। कोही नर्भस थिए, कोही एक्साइटेड, कोही सिक्रेटली चाहन्थे। होप इट इज हिम, होप इट इज हर। त्यो रात केही किस हार्मलेस थिए, तर केही किसले पूरा गेम बदलिदियो। ब्लाइन्ड फोल्ड हटेपछि टेन्सन इन्स्ट्यान्टली बढ्यो। कसले कसलाई किस गर्यो, कसले आफ्नो कपाल बाहिर गएर रिस्क लियो। जेरेमायाको अनुहार सिरियस भयो। उसलाई लागिरहेको थियो हुडाले कसैलाई किस त गरिन। बेल्ला क्वाइटली निकलाई हेरिरहेकी थिए। यस भने कन्फिडेन्ट देखिन्थ्यो, किनभने धेरै गर्ल्स उसको किसबाट प्रभावित भएका थिए। तर ड्रामा भर्खरै सुरु मात्रै भएको थियो। अचानक एरियानाले अनाउन्स गरी, 2 न्यू बम सेल्स आर एन्टरिङ द बिल्ला। ढोका खुल्यो। चार्ली र सियाराको प्रवेश भयो। पूरा बिल्ला फ्रिज भयो। चार्लीको ब्रिटिश एक्सेन्ट, उसको कन्फिडेन्स, उसको खाम एनर्जी, ह्यान्डसम हङ। सियाराको ब्युटी, ट्याटुज, कन्फिडेन्स र सिडक्टिभ स्माइल। ऊ सुन्दर थिए, यौवनको उन्मादले भरिएकी। उनीहरू इन्स्ट्यान्टली अटेन्सनको सेन्टर बने। सबैले उनीहरूलाई उत्सुकताका साथ महसुस गर्न थाले। लभ आइल्यान्डको अर्को नियम, बम सेल्स आर हियर टु टेस्ट एभ्री कनेक्सन। अर्थात् बम सेल्सको आगमनले अब हरेक सम्बन्धको वास्तविक परीक्षा हुनेछ र उनीहरूले त्यो काम पहिलो रातमै गरे। चार्ली र सियाराले ब्लाइन्ड फोल्ड च्यालेन्जमा सबैलाई सिक्रेटली किस गरे र त्यसपछि डिसअपियर भए। उनीहरू हाइडअवेमा गए। अब भिल्लाभित्र चाओस सुरु भयो। सबैले गेस गर्न थाले त्यो किस कसको थियो। सेली कन्फ्युज्ड थिए, किनभने चार्लीको किस उसले बिर्सिन सकेकी थिइन। निकको माइन्ड पनि सियारातिर आकर्षित हुँदै थियो। त्यसपछि अर्को ठूलो ट्विस्ट आयो। बम सेल्सले आफ्नो हाइडअवे डेटका लागि आइल्यान्डर्स छनौट गर्न पाउनेछ। लभ आइल्यान्डको नियम अनुसार हाइडअवे इज वेयर कनेक्सन्स बिकम डेन्जरस। अर्थात् हाइडअवे त्यस्तो ठाउँ जहाँ सम्बन्धहरू खतरनाक बन्न थाल्छ। त्यहाँ रोमान्स हुन्छ, डिप कन्भर्सेसन्स हुन्छ, अट्र्याक्सन अझ इन्टेन्स बन्छ। सियाराले निकलाई एसएमएस गरेर हाइडअवेमा भेट्न इन्भाइट गरे अनि चार्लीले सेलीलाई। त्यसपछि निक र सेली बमसेल्सलाई भेट्न हाइडअवे भित्र गए, जहाँ 2 बमसेल्स सियारा र चार्ली उनीहरूलाई कुरिरहेका थिए। पूरा भिल्ला स्टन्ड भयो। बेल्लाको मुहार बदलियो। अस्टिन भिजिबली अनकम्फर्टेबल भयो, किनभने लभ आइल्यान्डमा एउटै रातले रिलेसनसिप बचाउन पनि सक्छ र तोड्न पनि। हाइडअवे भित्र एटमोस्फियर म्याजिकल थियो। क्यान्डल्स, च्याम्पियन, रोमान्टिक लाइटिङ, प्राइभेट हट टब। सियारा र निक बीच कन्भर्सेसन एफोर्टलेसली फ्लो भयो। एकअर्काप्रति जसरी खुल्दै थिए त्यो हिसाबले निकलाई पहिलो पटक फिल भयो यो कनेक्सन डिफरेन्ट छ। उनीहरू अवतारको कुरा गर्दै थिए। ट्राभल, ड्रिम्स, लाइफ, हरेक कुराको इन्ट्रेस्ट म्याच भइरहेको थियो। तर कन्भर्सेसन भन्दा डेन्जरस कुरा थियो त्यो केमिस्ट्री। उनीहरू एकअर्काको निकै क्लोज भइसकेका थिए। एकअर्काको काम वासनाले उनीहरूलाई आकर्षित गरिरहेको थियो। त्यसैबीच चार्ली र सेली बीच पनि इमोसनल कनेक्सन बिल्ड हुँदै थियो। चार्लीले सेलीलाई कम्प्लिमेन्ट गर्यो। उसको आँखामा हेर्दै भन्यो, आई वान्ट टु किस यु अगेन विदाउट द ब्लाइन्ड फोल्ड। सेलीको मन
कम्प्लिटली कन्फ्युज भयो किनभने अस्टिन उप्रति रेस्पेक्टफुल र जेन्युन थियो तर चार्लीसँगको अट्र्याक्सन डेन्जरस थियो। उता भिल्लामा बाँकी आइल्यान्डर्स टेन्सनमा थिए। बेल्ला सोचिरहेकी थिए यदि निकको हेड अन भयो भने अस्टिन क्वाइटली जेलस भइरहेको थियो। जेरेमाया चाहिँ आफ्नो फिलिङसँग स्ट्रगल गर्दै थियो। लभ आइल्यान्डमा अर्को नियम छ, बेइङ टु अट्याच्ड टु अर्ली क्यान डिस्ट्रोय यु, अर्थात् अति छिटै अत्यधिक भावनात्मक रूपमा जोडिनु आफैलाई बर्बाद गर्नु जस्तै हुन सक्छ। तर जेरेमाया पहिले नै इमोसनली इन्भेस्टेड भइसकेको थियो। उसले हुडालाई एडमिट गर्यो, म जेलस हुँदैछु। हुडालाई त्यो क्युट लाग्यो तर स्लाइटली स्क्यारी पनि, किनभने उनीहरूले बेयरली 24 आवर्स मात्रै सँगै बिताएका छन्। भोलिपल्ट बिहान हाइडवेबाट बमसेल्स फर्किए। अब सबैजना एउटै कुरा जान्न चाहन्थे, डिड दे किस? बेल्लाले नर्भस र एक्साइटमेन्टको मिक्स्ड भावले भरिएको प्रश्न तिर्साए, डिड यु किस्ड? निकले एकछिन सोच्यो र फाइनली हनेस्ट भयो। उसले बेल्लालाई भन्यो, यस वी किस्ड। बेल्ला हर्ट भयो तर उसले आफ्नो इमोसन्स कन्ट्रोल गरी, किनभने लभ आइल्यान्डमा कन्फिडेन्स नै पावर हो। सियारा भने निकतिर अझ अट्र्याक्टेड हुँदै गइरहेकी थिए। उता सेल्ली अब 3 डिफरेन्ट केटाहरू बीच फसिसकेकी थिए, अस्टिन, चार्ली, एस। उसको लागि तीनैजना उत्तिकै पर्फेक्ट थिए। अस्टिनले उसको कम्फोर्ट जोन बनाइरहेको थियो, चार्ली एक्साइटमेन्ट थियो, एस कन्फिडेन्स र फ्लर्ट एनर्जी। सेल्लीको दिमाग लिटरली एउटा इमोसनल ट्रायंगल बनेको थियो। एस ओपनली फ्लर्ट गरिरहेको थियो। उसले सेल्लीलाई भन्यो, आई एम हियर टु स्टेप अन टोज, अर्थात् म यहाँ सबैको खेल बिगार्न आएको हुँ। र त्यो स्टेटमेन्टले सबैले वार्निङ दियो। अब कम्पिटिसन अफिसियली सुरु भइसकेको थियो। त्यसपछि आयो लभ आइल्यान्डको सबैभन्दा डेन्जरस मोमेन्ट, रिकपलिङ सेरेमोनी। रातको फायर पिट, डिम लाइट्स, टेन्स साइलेन्स। एरियानाले घोषणा गरी, सियारा एन्ड चार्ली विल नाउ चुज हु दे वान्ट टु कपल अप विथ, अर्थात् सियारा र चार्लीले त्यो व्यक्तिलाई चुज गर्नेछन् जसलाई उनीहरूले आफ्नो जोडी बनाउन चाहन्छन्। नियम सिम्पल थियो, यदि तिमी आफ्नो करेन्ट कपल छोडेर बमसेलसँग जान चाहन्छौ भने तिमीले फायर पिट अगाडि उभिनुपर्छ। पुरा भिल्ला नर्भस भयो। पहिलो नाम बोलाइयो, बेल्ला एन्ड निक। सबैको आँखा निकमाथि गयो। उसको मन 2 भागमा बाँडिएको थियो, बेल्ला द सेफ कनेक्सन, सियारा द एक्साइटिङ अननोन। निक सियाराको लागि अगाडि बढ्यो। बेल्लाको हार्ट ब्रेक अलमोस्ट भिजिबल थियो। त्यसपछि अस्टिन र सेलीको पालो आयो। अस्टिन डराइरहेको थियो किनभने यदि सेलीले अर्को चोइस गरी भने ऊ अफिसियली भल्नरेबल हुनेछ। एकपछि अर्को गर्दै 4 बोइज सियाराका लागि उभिए, एस, अस्टिन, टेलर एन्ड निक। चार्ली भने अक्वार्ड साइलेन्समा उभिरहेको थियो। कुनै गर्ल उसको लागि अगाडि बढिन। त्यो मोमेन्ट पेनफुल थियो। अन्ततः सियाराले आफ्नो निर्णय सुनाए, दिस बोय मेक्स मी फिल कम्फर्टेबल, आवर कन्भर्सेसन्स आर इफोर्टलेस एन्ड माई माइन्ड किप्स वान्डरिङ ब्याक टु हिम, भन्दै उसले रोजी निक। पुरा भिल्ला सकमा गयो। निकलाई सियाराले रोजेपछि बेल्ला सिंगल भयो। एस डिसअपोइन्टेड भयो। अस्टिन साइलेन्टली रिलिभ्ड भयो किनकि सेली अझै उसँग थिए। चार्ली अफिसियली भल्नरेबल भयो, अर्थात् ऊ अब असुरक्षित छ। लभ आइल्यान्डको अर्को कठोर नियम, सिंगल आइल्यान्डर्स आर अलवेज एट रिस्क अफ बिङ डम्प्ड फ्रम द भिल्ला, अर्थात् सिंगल आइल्यान्डर्स भिल्लाबाट निकालिन सक्ने खतरा। अब फ्रेन्डसिप भन्दा बढी सर्भाइभल इम्पोर्टेन्ट भइसकेको थियो। बेल्ला इमोसनली हर्ट थिए तर अझै स्ट्रङ देखिन खोज्दै थिए। निक कन्फ्युज्ड थियो किनभने उसको हर्ट जेन्युनली डिभाइडेड थियो। सेली अझै 3 जेन्टलमेनसँग बीच ट्र्याप्ड थिए। जेरेमाया र हुडा भने स्ट्रङ्गेस्ट कपल बन्दै थिए तर उनीहरूलाई पनि थाहा थियो लभ आइल्यान्डमा आज स्ट्रङ भएको रिलेसनसिप भोलि नै टुट्न सक्छ। र फायर पिटको त्यो रातपछि भिल्लाभित्र एउटा कुरा सबैले महसुस गरिसकेका थिए, यो केवल डेटिङ सो होइन, यो इमोसन्स, टेम्पटेसन, ट्रस्ट, जेलसी, रोमान्स र हार्ट ब्रेकको खेल हो र यहाँ कुनै पनि मानिस सुरक्षित छैन।